नमस्कार सबैलाई विशेष गरी डाइरेक्ट सेलिङ इन्डस्ट्रीलाई माया गर्ने सम्पूर्ण सर म्याडमहरूलाई म आजको यो विशेष क्षण होलीको विशेष मङ्गलमय शुभकामना टक्राउन चाहन्छु र म यहाँहरूलाई अनुरोध पनि गर्न चाहन्छु। खास गरेर डाइरेक्ट सेलिङ कम्पनीहरूमा यहाँको धेरै भागदौड, धेरै किसिमको उतार चढाव, यहाँको भोगाई हैन, टाइममा सामान नपाउने, टाइममा कमिसन नपाउने, कतिपय ठाउँहरूको झन्डटिला जुन समस्याहरूले गर्दा यहाँहरू भौतारिरहनु भएको छ भने यहाँहरू जस्तै भौतारिने व्यक्ति म पनि हो। मैले धेरै कम्पनीहरूको बारेमा नजिकबाट निहाल्ने, नजिकबाट बुझ्ने यो अवसर मैले पाएँ र सबै कम्पनीहरू भिजिट गर्दै जाँदाखेरि मैले निचोडमा यहाँलाई एउटै कुरा मैले भन्नुपर्छ, सबै चिजको जड जे चिजमा हामी छटपटेका छौँ त्यो चिजको पुरा हुने एउटा प्लेटफर्म मैले पाएको छु, जसको नाम हो ब्रेनवे। ब्रेनवे नेपाल कम्पनीमा यहाँहरूलाई म हार्दिक स्वागत गर्दै म के भन्न चाहन्छु भने यदि डाइरेक्ट सेलिङ कम्पनीमा तपाईँलाई चासो छ र यहाँबाट मेरो जीवनमा आर्थिक छलाङ मार्न सक्छु भन्ने तपाईँलाई लाग्छ भने एकचोटि अवश्य ब्रेनवेको बिजनेस प्लान हेर्नलाई म अनुरोध गर्न चाहन्छु, किनकि ब्रेनवे एकमात्र विकल्प बन्न सक्छ। म यहाँलाई टेबलमा म सानो म्यासेजमा सबै कुरा भन्न सक्दिनँ, म मेरो नम्बर सहित म यहाँ पोस्ट गर्नेछु। यहाँले मलाई पर्सनल्ली यहाँले फोन गर्न सक्नुहुन्छ, बोलाउन सक्नुहुन्छ र मलाई भेट्न सक्नुहुन्छ। किन सबै कम्पनी भन्दा बेस्ट चाहिँ ब्रेनवे बन्यो, त्यो मेरो यो लामो 2 दशक भन्दा बढीको अनुभवपछि मैले खोजे जस्तो पछिल्लो समय लेटेस्ट भर्जनमा ब्रेनवेले आफ्नो बिजनेस प्लान र म्यानेजमेन्ट टोटल चेन्ज गरेर आएको कारणले गर्दा म आज यहाँ छु र यसको ब्रिफिङ यहाँलाई भेटेर म गर्न चाहन्छु। म यति भन्न चाहन्छु, डाइरेक्ट सेलिङमा आर्थिक छलाङ मार्ने हो, स्वास्थ्यमा आमूल परिवर्तन आफ्नो जीवनमा ल्याउनु छ भने तपाईँको लागि बेस्ट बिजनेस प्लानको रूपमा ब्रेनवे बिजनेस प्लान हुन सक्छ। एकचोटि यहाँहरूले यहाँसम्म आएर सेवा गर्ने मौका दिनलाई अनुरोध गर्न चाहन्छु। 21औं शताब्दीमा गुज्रिरहेका छौँ। 21औं शताब्दी भनेको डिजिटलाइजेसन दुनियाँ हो। यो दुनियाँमा आज हामी कयौं त्यस्ता बिजनेस प्लेटफर्महरू देख्न सक्छौँ। अनलाइनबाट बुक गरेका सामानहरू, अमेरिकामा बसेको मान्छेले काठमाडौँमा अनलाइन बुक गरेर घरमा सरप्राइज गिफ्ट पठाइरहेको हामी देख्छौँ। हामी यो प्लेटफर्ममा डाइरेक्ट सेलिङमा किन यो गर्न सक्दैनौँ भनेर हामी सोचिरहेका थियौँ, तर आज ब्रेनवेले यो चिज पुरा गरेको छ। तपाईँले अनलाइनबाट जुनसुकै कुनामा सामान अर्डर गर्नुहोस्, घरमै होम डेलिभरी गर्ने व्यवस्था छ। आफूले अनलाइनमा डाइरेक्ट क्यूआरबाट पेमेन्ट गरेर सामान पर्चेज गर्न पाइन्छ र तपाईँले मन परेको साथीलाई जोड्न मन लाग्यो भने आफ्नो आइडीबाट लिङ्क कपी गरेर पठाइदिनु भयो भने स्वतः नै त्यो साथीले त्यो लिङ्कबाट जोडिएर फेरि पनि आफूलाई सामान चाहिएको खरिद गर्न सक्ने खालका एकदमै भरपूर रूपमा डिजिटल सिस्टमलाई प्रयोग गरेर अहिलेसम्म डाइरेक्ट सेलिङमा कसैले नगरेको एउटा कायापलट हुने खालको प्लेटफर्म चाहिँ ब्रेनवेले ल्याएको छ। मित्रहरू, म हजुरलाई दावाका साथ भन्न सक्छु, सबै कम्पनीले यो गरे त्यो गरे भन्छन्। मलाई एउटा मात्रै कम्पनीको टप लिडरको बारेमा जानकारी दिनुहोस्, जुन कम्पनीको टप लिडरले कति कमाएको छ भन्छ। त्यो कमाएको मान्छेले 15% टिडीएस राज्यलाई तिरेको नागरिक एपमा देखाउन सक्छ भने मित्रहरू तपाईँ अरू कम्पनीलाई पनि सर्चिङ गर्न सक्नुहुन्छ। तर मेरो आफ्नो बुझाइमा आजसम्म नेपालमा भएको कुनै पनि कम्पनीहरूको टप एचिभरको पुराका पुरा टिडीएस कुनै कम्पनी बुझाएको छैन। यहाँसम्मको अवस्था देख्दाखेरि यसमा पनि बेस्ट आज एक गरेर टिडीएस तिरेर आफूलाई क्लियर कट गरेर अगाडि बढाउनको लागि सबै मेकानिजम फिट गरेर हिँडेको एउटा मात्रै कम्पनी ब्रेनवे हो। त्यसकारण म आज यहाँ छु। थ्याङ्क यू।